आज हामी माझी गाउँ नमुना बस्तीमा आएका छौँ। यो चाहिँ हाम्रो सेराप गाउँपालिकाको वडा नम्बर 1 मा पर्ने साबिक सिमले 3 नम्बर एकदमै पुछार तमोर नदीको मास्तिर भैरवबुङदेखि पल्लोपट्टि पर्ने यो गाउँ हो। यो चाहिँ विकासको हिसाबले एकदमै विकट भनेर चिनिने सेराप गाउँपालिकाको एउटा गाउँ हो। यहाँ चाहिँ विशेष गरी हाम्रा माझी समुदायका व्यक्तिहरू बसोबास गर्नुहुन्छ। विशेष गरी हैन, यो बस्ती नै माझी बस्ती हो। आज चाहिँ हामी यहाँ ठ्याक्कै श्रम संस्कृति पार्टी सेराप सङ्गठन वडा नम्बर 1 बाट चाहिँ यो चुनावको घर दैलो कार्यक्रममा सरिक हुन आएका छौँ। यहाँ हाम्रो माझी समुदायका लगभग 14 घर धुरी रहेको छ। यहाँ विकासको हिसाबले हरेक हिसाबले एकदमै पिछडिएका समुदायहरू अवस्थित हुनुहुन्छ। यो 84 सालको चुनावसम्म भएका हुन लागेका विकासका सम्भावनाहरू लगभग टुङ्गिएको र अहिलेसम्म खासै यहाँनिर उपलब्धि भएको देखिँदैन। यस बस्तीका जागरुक युवाहरूको भनाइअनुसार यो नमुना बस्ती माझी गाउँमा आउने सवारी साधनहरू बीच बाटोदेखि आउन नसक्ने अवस्था छ। यो चाहिँ माझी गाउँमा जाने रोड हो। यो रोड चाहिँ हाम्रो साबिक सिमले 3 भैरवबुङको सनसरी स्कुल तलतिर आइपुगेपछि चाहिँ त्यहाँदेखि गाडीहरू चल्न नसक्ने अवस्था छ भन्ने गुनासो सुनियो। हामी आज त्यसको पनि अवलोकन गर्नेछौँ र बिजुली बत्ती चाहिँ हाम्रो यस गाउँमा आइसकेको छ। तर पनि अब नेपालको राजनैतिक भौगोलिक अवस्था हरेक कुराले बिजुली बत्ती पनि अलिकति पानी छिटायो भने पनि आइदिँदैन, लाइन आइदिँदैन, कहिले आउँछ कहिले आउँदैन, त्यो एक प्रकारको छ भन्ने मात्रै छ। त्यस्तो अवस्था छ। हामी आज यो नमुना बस्तीमा प्रवेश गर्दैछौँ। एकदम विकट ठाउँ। यहाँका समुदायहरूको, यहाँका जनताहरूको गुनासो सुन्नेछौँ हामी। उहाँहरूको के रहेछ अवस्था बुझ्नेछौँ सुन्नेछौँ भन्दा अब झट्टै पुराना राजनैतिक दलहरू जस्तै हामी यो गर्छौँ त्यो गर्छौँ भनेर आश्वासन देखाउन आएका होइनौँ। हामी केसम्म भन्छौँ भने अब तपाईँ हामी परिवर्तन हुन पर्छ, भोट परिवर्तन गर्नु पर्यो। अनि तपाईँ हामी सबैजना मिलेर गाउँ समाज देश विकास गर्न अघि बढ्नुपर्छ भन्ने सुझाव दिन्छौँ। हामी सल्लाह गर्छौँ, उहाँहरूलाई कन्भिन्स गर्ने कोसिस गर्नेछौँ है त ल।